हेलो एभ्रिवान सो आज हुन गइरहेको छ मेरो घरमा अब बेबी सावर हैन अब बेबी सावर आजकल अब बच्चा जन्मिनु भन्दा अगाडि बेबी सावर भन्ने मनाउने अरे सो यहाँ अब त्यही तयारी हुँदैछ गाइज यहाँ है सर लाएर चट्ट हैन ल हावा त छैन शरीरभित्र धेरै है खुल्यो So guys, म चाहिँ अब रेडी भइसकेको छु सर अब यतिको भए त भइहाल्छ नि यसो हल्का मेकअप त गर्नै पर्यो फोटो राम्रो आउनु पर्यो भोगडे भान्जा यहाँ भान्जा छ नि चट्ट लाएर चकचके भान्जा यिनी हैन म रेडी भइसकेँ अनि अब यता के हुँदैछ ओहो यता ल खानपिन भइरहेको छ विविध वाउ वाउ दामी भयो दामी डेकोरेट गर्ने मान्छे चाहिँ यहाँ भान्जी है त डेकोरेट गर्ने मान्छे यता फेरि ल यहाँ श्रीमतीजी हो कस्तो फिल भइरहेको छ त आज आनन्दहरू दामी डेकोरेट क्या यतिको डेकोरेट चाहिँ हुनुपर्छ ल सो लाएर यहाँ अब केक फलफुल सो एभ्रिवान अहिले हुँदैछ हाम्रो फोटोसुट अब है यहाँ फोटोसुट हुँदैछ चट्ट लाएर ल दुईटा दिदी बहिनी अनि बिचमा श्रीमती क्यामेराम्यानमा हुनुहुन्छ भान्जी गाइज यो कुर्सीको दोष होइन दोष मेरो यो मैले हेरिन धन्नै लडेन के थाहा नि हेलो अनुष्का के भन्छौ त कस्तो कस्तो फिल भइरहेको छ भगवान रमाइलो हुने रहेछ है तिमीलाई एउटा क्वेसन छ है त बेबी सावरलाई नेपालीमा के भनिन्छ थाहा भएन है ओके बाल्ने हो यो पछाडी यो खास मैले भ्लग्स रमाइलो गर्न मात्र यस्तो गर्ने आउँदैन त थाहा हुँदैन उहाँलाई चाहिँ दिनु त ए उहाँलाई हो गाइ बजाउ है अलि अगाडि ल्याउनु पिसा पक्का हो नि त्यो सारीमा टिप्दैन नि हुन्न के माथि गर्नु न पहिला ट्राई गरौँ न त मलाई थाहा हुन्छ हात पोललाई माथि गरिहाल्नु ह्यापी बेबी पहिला त बुढीलाई खुवाउने हो कि कसो ए खाइसक्यो दुईजनाले दुईटैलाई खायो भनेको सुन्दैछु आम्मा खाइदेन भाइ अब
अन्तर्राष्ट्रिय महिला दिवस सबै मेरो सम्पूर्ण श्रीमती आमा सबैलाई अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना धेरै धेरै माया छ। आइदिउँ न त भिडियोमा मलाई हेरेर भन्न एउटा यो हुन्छ ल कस्तो महसुस हुँदैछ त? एकदम राम्रो महसुस हुँदैछ। बाउ बन्न दिस इज माइ ब्लग कमिङ सुन हैन म बाउ बन्दैछु प्लिज कस्तो महसुस हुँदैछ त? सबैजनाले एकदम यो के भन्छ यो डेकोरेट गरेको अंश बोर्डले हैन एकदम लाइक एकदम राम्रो गरिदिनु प्लिज गाइज हैन तपाईहरुलाई कन्ट्याक्ट है कन्ट्याक्ट डेकोरेट गर्न पर्यो भने प्लिज कन्ट्याक्ट म क्यासियर हो है नम्बर आउँछ तल लिंक बक्समा चाँडै सम्पर्क गर्नलाई एकदम बिजी सेड्युल गरिरहेको छ।